यही हो एयरपोर्ट सुरुमा आज चाहिँ म टक्क ल्याप्रोसमा छु होइन। यो चाहिँ पोर्ट बटनीको ठ्याक्कै साइड नजिकै छ होइन। माथि हेर्न सक्नुहुन्छ टक्क त्यो सानो प्लेन पनि हेर्न सक्नुहुन्छ होला होइन। तर एकदम आज चाहिँ मेरो छुट्टी होइन, त्यही भएर एकदम इन्जोयमेन्ट छ होइन। लाइफलाई इन्जोय गर्नुहोस् होइन। इन्जोयमेन्ट नै एकदम इन्जोयमेन्ट इज द की अफ सक्सेस। दाइ नहाँसिदिनु न मेरो कुरा सुनेर। हजुरहरूलाई चाहिँ मैले अब चाहिँ भ्यू देखाउँछु होइन। यहाँ चाहिँ ठ्याक्कै नजिकै छ। रकडेलबाट आउँदा पनि ठिक छ होइन। सिटीबाट पनि एकदमै नजिकै होइन। सिडनीमा चाहिँ घुम्नलाई नछुटाउने ठाउँमध्ये चाहिँ यो एउटा बिच पनि हो। यहाँ साइडमा चाहिँ अरू बिच छ। यो चाहिँ एकदम राम्रो लाइट हाउस पनि छ होइन। यसको चाहिँ दामी छ यो घुम्नलाई होइन। हेर्न सक्नुहुन्छ टक्क हाम्रो सन पनि यस्तो राम्रो देखेको छ होइन। रुखमाथि बसिरहेको छ टक्क। दाइ के हेर्नुभएको छ हजुरले चाहिँ? म मेरो के हेर्दै हुनुहुन्छ? गुड क्वेसन हेर्न सक्नुहुन्छ। ऊ अर्को युट्युबरहरू जस्तै छ होइन। त्यहाँ एकदम डिस्कसन दिइराख्नु भएको छ। यही भन्दै म चाहिँ टक्क लाएर अगाडि हेर्छु होइन। माथिपट्टि पुरा बाइकर्स ग्रुप पनि छ होइन। आई विल शो यु सम बाइक्स ओभर देयर। स्ट्र्याटफिल्डबाट चाहिँ लाइक नर्मली कति 50 मिनट्स ड्राइभ, जस्ट इन 50 मिनट्स ड्राइभ हामी चाहिँ टक्क यहाँ आइहाल्यो होइन। really a lovely place. इन भ्यू छ होइन। यहाँ चाहिँ बाइकहरू पनि बेला बेला पड्काइरहेको हुन्छ। लभली बाइकहरू पनि छ। अघि नै चाहिँ हामीले एउटा आइसक्रिम खाइसक्यौँ। अब चाहिँ यसो एउटा कफी खाने। के हो यस्तो त्यो दुइटा कफी लिएर आएर टक्क त्यहाँ बस्छु। देन आई विल इन्जोय द भ्यू। हामी यहाँ आएको रहेछ होइन। यसमा एउटा लिनुपर्छ होइन। सुरुमा जहाँबाट लिएको त्यहीँबाट लिनुपर्छ। Excuse me, can I get 2 cap? One with sugar and one without. Sorry. Ah, okay. No worries. त्यसो भने चाहिँ म उतै जान्छु अब होइन। अब उतै गरेर पनि खाइदिनै पर्यो कफी त। उही क्या दामी घर हो यार। यहाँ जाउँ कफी लिग्यो होइन। प्राइजेसहरू पनि ठिकै छ। नट सो ब्याड। Excuse me brother, can I get 2 cap? One with sugar and one without sugar, please. 2 cap. One with sugar, one without sugar. Bikers gang over here होइन। यस्तो टक्क छ। अब हामी चाहिँ टक्क निस्क्यौँ। भिडियो बनाउँदै आफ्नो कोचरा हङकङ पोखरा निर्मोही आफ्नो कोचरा यो त होइन माया भयो अमिलो अङ्गुरा हङकङ पोखरा निर्मोही आफ्नो कोचरा। यो चाहिँ हाम्रो ड्राइभर दाइ होइन। हामी हिँड्यौँ होइन टक्क लाएर। अब चाहिँ हामी एकैछिनमा चाहिँ घर पुगिहाल्छौँ। जताततै टिकटक भिडियो चलेको त्यहाँ फेरि गाइस। यहाँ चाहिँ राम्रो बिच पनि छ। टुरिस्टहरू पनि आएन सबै त नेपाली नै त थियो त्यहाँ। लेखियो कर्मैमा बाला रोपी ढुङ्गाको छापनी आउला माया पनि हङकङ पोखरा आफ्नो कोचरा हङकङ पोखरा। हेर्न सक्नुहुन्छ बाइक चाहिँ हेरेर रोइरहेछ। अब साइडबाट लिएर जान्छ होइन। ढुक्क छु म।
ल अब लान्छु यो सानो बाटोमा लाँदैन नि हो एउटा सिंगल लेन डबल लाइन छ हो त्यहाँ क्रस गर्नु मात्र अब लान्छ एउटै कुद्दै लेन त एउटै भयो नि त रिस्की हुन्छ नि त नत्र जान दिन्न मलाई ओभरटेक गरेर जानु थियो मलाई यही हो गाइस यही भन्दै अहिले चाहिँ मैले अहिले स्टाफीलाई आएपछि बनाउँछु तबसम्मलाई चाहिँ बाई बाई अब हजुरहरूलाई मैले एरोप्लेन देखाउँछु है साथीहरू एरोप्लेन ए आउन बाँकी छ अरे म एरोप्लेन आएपछि देखाउँछु ल बस्दै गर्नुहोस् तबसम्मलाई चाहिँ म यसो बाहिर जान्छु ल हस् ल धन्यवाद बोट है गाइज है बोट नि हेर्नुहोस् गाइज हजुरहरूको सिन टेमुको सामान यहीँबाटै हो नेपालमा पानी जहाज ल्याउँछ भन्दै फेरि यो पोर्ट पनि बन्ला भन्ने कि ड्राई पोर्ट होइन फेरि पोर्ट है फेरि टक्क हामी चाहिँ अहिले एयरपोर्टभित्रको टक्क यो टनलमा नेपालमा टनल बनेछ नि कहाँ अरे सुनौलीदेखि कता त्यही टनल प्लेन देखाउँछु साथीहरू तपाईँलाई मैले प्लेन मेरो नि अब टक्क म एयरपोर्टमा काम गर्छु सामेर बस्नु होला त हेर न सनसेट कस्तो राम्रो यो यही हो एयरपोर्ट सुरुमा आउँदा यस्तो खुसी लागेको थियो कि मलाई अहिले कहिले चढेर जाम भइसक्यो के कुरा गर्दै यहाँ अब देखिन्छ हामी अगाडि हेर्नु हजुर अहिले फेरि यही हो होइन टक्क अब हामी फेरि अब अर्को टनलभित्र जान्छौँ अब पेट्रोल हाल्दैछ होइन दाइ कति करोडको पेट्रोल हाल्दै हुन्छ दाइ यही हो होइन अब टक्क यस्तो छ वेदर एकदम राम्रो छ